खुल्ला सरपेको चाहिँ यस्तो तरिकाले अहिले 1 खरब बजेटको व्यवस्था बेसी अहिलेको अर्थमन्त्रीले व्यवस्था चाहिँ बजेट बेसी बनाएको छ। अब अहिले हामी 83 लाख रुपैयाँमा छ, एकजनाको चाहिँ 83,000 मा छ ऋण। आगुनको थाप्लोमा हरेक नेपालीको थाप्लोमा 83,000 प्लस। अब अहिले 1 लाख रुपैयाँ अब आउने यो 1 लाख पुग्छ, 1 लाख पुग्छ ऋण थप्दै जाने। हामी ऋण थप्दै जाने, विष्णु पौडेलको बजेट जाँदै जाने, प्रकाशमानकोमा बजेट जाँदै जाने, हामी ऋण लिँदै जाने। गरिबहरूले आज तपाईको चाहिँ पर्यटनको पैसा चाहिँ तपाईको चाहिँ लुक्लाले उठाउँछ, तपाईँ सोलुखुम्बुले उठाउँछ, तपाईको मुस्ताङले उठाउँछ, मनाङले उठाउँछ, रोसवाले उठाउँछ पर्यटनको पैसा। त्यो पैसा चाहिँ आफ्नो क्षेत्रमा खर्च गर्ने, पैसा चाहिँ तपाईको चाहिँ दुरुपयोग गर्ने, जनताले कर चाहिँ उठाएर चाहिँ राज्यमा ल्याउने। अनि यो पैसा चाहिँ अनि काठमाडौँलाई र झापालाई र तपाईको चाहिँ के अरे उदा चाहिँ रूपन्देही मात्र लाने। त्यो कारणले गर्दाखेरि पहिले भगवानसँग खुलेर, फेरि हामी जस्तो नेता होइन उहाँहरू, हामी जस्तो भोटको डोगो बोकेर बसेको नेता होइन कि। विष्णु पौडेलले पनि रासपा घन्टी जेठमा असारमा दर्ता गरेको पार्टीले मङ्सिरको चुनावमा गएर होल्ड गरेर त्यस्तो एउटा पार्टी, वडा अध्यक्ष वडा सदस्य नभएको पार्टीले उहाँलाई 683 मतले मात्रै जितेर आएको। उहाँले विष्णु पौडेल घन्टीसँग मुस्किलले जितेको। त्यो पनि नेपाली कांग्रेसको हामी जस्तो कडा नेता त्यहाँ गएर उठेको भए त्यो बेलामा के हुन्थ्यो उहाँको थाहा छैन। विष्णु पौडेललाई पनि चाहिँ त्यो तरिकाको नेता उहाँ। प्रकाशमान सिंह 7,321 मतले जितेको नेता। जब एउटा राष्ट्रिय प्रधान पार्टीको मान्छे, त्यो मान्छे पनि राष्ट्रिय प्रधान पार्टीले उठेको भए चाहिँ प्रकाशमानलाई हराउँथ्यो होला। त्यो मान्छे त रविन्द्र मिश्र त अर्को पार्टीबाट त्यहाँ आएको पार्टी नयाँ भएर हिसाबले कुनै रापर भोटले चित्त नबुझ्यो कि भाग्यले साथ दियो, प्रकाशमान सिंहलाई साथ दिएर जितेको मानिस। यो मानिसहरूको राजनीति बढ्ता फुर्ती गरे प्रकाशमान सिंहले, आफ्नो हैसियतभन्दा बढ्ता गरे भने फुर्ती गर्नुभयो।